बालेनको योग्यता कुनै व्यक्ति, कुनै दल, कुनै समूहले क्लियर गरिराख्नु पर्दैन। बालेन कति योग्य छ भनेर नेपाली जनताले प्रमाणित गरिसकेको कुरा हो। नेपाली जनताले मनमा राखेर हृदयले सलाम गरेको व्यक्तिको विषयमा अनावश्यक अनर्गल टिक्का टिप्पणी गर्नु नै जनमतको अपमान गर्नु हो। त्यो भएर निर्वाचन आयोगको नतिजा सार्वजनिक हुने बित्तिकै बालेनलाई इमिडिएट प्रधानमन्त्री घोषणा गर्ने हो। क्याबिनेट प्रधानमन्त्रीले नै बनाउँछ। क्याबिनेट प्रधानमन्त्रीलाई नै बनाउन दिने हो। अब 5 वर्ष हामी नेपाली जनताले काम हेर्ने हो। गलत हुँदा प्रश्न गर्ने हो, सही हुँदा तारिफ गर्ने हो र सहयोग मागेको ठाउँमा दह्रो नेपाली भएर उभिने हो। मुटुमाथि ढुङ्गा राखेर आफ्ना नराम्रा मान्छेलाई त्यागेर बालेनलाई सघाउने हो र देशलाई अगाडि बढाउने हो। हामी सारा नेपाली अब एक भएर